हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई अनिता किचनमा। अनि आज चाहिँ मैले मुलाको अचारको रेसिपी लिएर आएकी छु। मेरो भिडियो फुल हेरेर माया गरिदिनु होला। मुलाको अचार बनाउनलाई चाहिँ मैले अगाडि नै मुलालाई भिजाएर राखेकी थिएँ। अनि यसलाई मजाले सफा गरेर पखाल्नु पर्ने हुन्छ। अनि मैले चाहिँ यसलाई खल्ली पखालेकी छु। अनि पखालेर त्यसलाई मजाले यतिको हुने गरी काटेकी छु, यो साइजमा, लामो लामो साइजमा। अनि त्यो कालो कालो त्यो उयोहरू चाहिँ हामीले फाल्नुपर्ने हुन्छ खुर्केर, त्यो जरा जस्तो कालो फोहोरहरू। मैले मुलाको बोक्रा चाहिँ तासिनँ। अनि मैले मुलालाई चाहिँ 2 घाम जति सुकाइदिएँ, किनभने आजकलको घाम अलिकति नरमै लाग्छ नि त। नभए चाहिँ एकै दिनमा पनि हुन्छ। अलिकति धेरै बेर राख्ने हो भने चाहिँ 2 दिन सुकाउनु होला। मजाले अलिक ओइलाउने गरी यो मुलालाई ओइलाउनुपर्छ मजाले। अनि यता मैले तेल पनि तताउन रेडी गरिसकेकी छु। मैले चाहिँ तोरीको तेल युज गरेको छु है। हजुरहरूले अरू कुनै पनि युज गर्न सक्नुहुन्छ। त्यसपछि जिरालाई पनि फुराइदिएँ तेलमाथि नै। अनि धनियालाई पनि फुराएकी छु। त्यसपछि पालो गरेर फुराउने। अनि बेसारलाई चाहिँ अलिकति मैले बढी नै गरेँ, किनभने अलिकति धेरै नै हाल्नुपर्ने हुन्छ बेसारलाई। अनि अचारमा अलिकति मजाले लाग्नु पर्यो नि त, पहेँलो देख्नु पर्यो, कलरफुल हुनु पर्यो नि त, नभए सेतो देख्छ क्या मुलाको अचार। अनि मैले यता मसलाहरू पनि रेडी गरिँदैछु। नुन अनि धनियाँ जिराको पेस्ट भनौँ न। अनि यता लसुन खोर्सानीलाई पनि काटेर मैले रेडी गरिसकेकी छु अघि नै। त्यसपछि यता मसला भइहाल्यो। अनि मैले चाहिँ ओइलाएर राखेको 2 घाम जति सुकाएको मुलालाई पनि एउटा भाँडामा राखेकी छु। त्यसपछि मैले यता काटेर राखेको खोर्सानी लसुनलाई पनि त्यहाँ राखिदिएँ। अनि स्वादअनुसार नुन अनि जिरा धनियाँको पेस्ट भनौँ न लाई पनि मैले राखिदिएकी छु। त्यसपछि अघि नै जिरा धनियाँहरू मेथीहरू फुराएको तेललाई पनि मैले माथिबाट राखिदिएँ। अनि यसलाई चाहिँ मजाले हामीले मिक्स गर्नुपर्ने हुन्छ। मजाले यसलाई चाहिँ सबै मसलाहरू मिक्स हुनुपर्ने हुन्छ यसलाई। अनि अलिकति मिठो स्वादिलो टक्क हुन्छ। मजाले टाइम दिएर मिक्स गर्नु होला। अनि हाम्रो मुलाको अचार पनि रेडी भयो। मैले चाहिँ बट्टामा पनि राख्दैछु। यसरी नै हजुरहरूले पनि मुलाको अचार बनाएर ट्राई गर्न सक्नुहुन्छ। अनि मेरो भिडियो फुल हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।